दक्षिण कोरियामा गएको हप्तादेखि लागेको डढेलोले गर्दाखेरि 18 जना मान्छेहरूको मृत्यु भइसकेको छ र 19 जना भन्दा बढी घाइते हुनुभएको छ। यो आगो निरन्तरको सुक्खा र हावाहुरीले गर्दा अझै बढेको हो। लगातार 1 हप्ता लागेको आगोले 23,000 भन्दा बढी मानिसहरूलाई प्रभाव पारेको छ। 23,000 भन्दा बढी मानिसहरू सुरक्षित ठाउँमा सारिसकेको छ। 18 जनाको मृत्यु हुनेमा 60 देखि 70 वर्ष उमेर समूहका व्यक्तिहरूको मृत्यु भएको छ। आगोलागीले गर्दा ठूलो जनधनको क्षति हुनुका साथै 1300 वर्ष पुरानो मन्दिर पनि जलाएको छ। यसले गर्दा केही इतिहासहरू पनि मेटिएका छन्। त्यहाँ भएका केही संरक्षण गरेर राखेका सामानहरूलाई सारिएको कुरा बीबीसीले जनाएको छ। आगोलागी निरन्तर रूपमा बढेको छ, कन्ट्रोलभन्दा बाहिर गएको छ। यो समाचार तयार पार्दासम्म आगोलागी नियन्त्रणमा छैन। तैपनि पानी आउने सम्भावना देखिएको हुनाले पानी पर्यो भने आगोलागीमा केही नियन्त्रण गर्न सकिन्छ कि भन्ने विभिन्न कोरियाका सञ्चार माध्यमहरूबाट जानकारी आइरहेको छ। तपाईहरु पनि जुन ठाउँमा हुनुहुन्छ आफ्नो ठाउँमा सुरक्षित भएर बस्नुहोला। ज्यान सुरक्षा भयो भने धन पछि पनि कमाउन सकिन्छ।